मलाई त कस्तो अप्ठ्यारो लाग्यो अब लाइफमा फर्स्ट टाइम आज 10-11 सालको एक्सपिरियन्समा मैले टिप्स यसरी पाएँ। एकदमै छैन रहेछ नि त नि। त्यही भनेर त मलाई एकदम जहाँ जाँदा पनि कोर्नुपर्छ नि त नि कति चाहिँ कोर्नु भनेर बरुलाई यत्रो टाढोदेखिको यहाँ आउनुभयो अन्त कहाँ अरे यहाँ चमर्चीदेखि आउनु भएको छ भने फेरि अन्त एउटा दिदीमा दिल्लीमा काम गर्छ होइन उसले पनि भन्यो हेमिल्टनमा पुरा राम्रो छ अरे हौ मैले पनि त्यस्तै सुनेको थिएँ ऊ पनि आउने होला थियो तर उसको 27 तारिकको टिकट भयो नि त गर्नुभएको बहिनीको चाहिँ देख्नु भयो होइन तपाईँले राम्रो लाग्यो नि राम्रो भएको छ त्यही मन परेर चाहिँ आउनु भएको मेरोमा ल तपाईँलाई चाहिँ कस्तो चाहिएको भने मलाई पनि त्यस्तै यहाँ केटलग छैन पनि केटलग होइन फोटोहरू त छ होइन तपाईँको अब स्किनमा जत्रो उयो हुन्छ त्यत्रै गर्नु पर्यो नि त म्यापिङ लिएर गर्नुपर्छ एउटा माथि एउटा तल रहेछ नि त सबै दुइटै म्यापिङ गरेर चाहिँ बराबरीको गर्नुपर्छ अन्त कत्रो सेप राख्ने त्यो तपाईँको खुसी मोटा त बेसी मोटा एकदमै नाकै बराबर त छ सधैँ कोर्नुहुन्थ्यो अब उहाँको बिफोरको आइब्रोज त हेरिहाल्नुभयो अब म चाहिँ प्रोसेसिङपट्टि लागेँ उहाँको पहिले म्यापिङ लिएर चाहिँ मैले राम्रोसँगले म्यापिङ लिएर उहाँको फेसको अकर्डिङ मैले उहाँले मनपर्ने सेप राखिदिएको छु उहाँले धेरै नै मन पराउनु भएको छ त्यो सेपलाई चाहिँ अनि म्यापिङ लिँदाखेरि चाहिँ यतिको चाहिँ तपाईँको आउँदैछ भनेर उहाँलाई देखाएर मात्रै मैले आफ्नो प्रोसेस स्टार्ट गरिरहेको थिएँ र हजुरहरूले हेर्न सक्नुहुन्छ उहाँको चाहिँ फर्स्ट मैले हेयर लाइन बनाउँदैछु ब्लेडिङ गरेर किनकि उहाँको एकदमै हेयर नभएको कारणले फर्स्ट नेचुरल बेस दिनुको लागि चाहिँ मैले ब्लेडिङ गरेर मैले उहाँको हेयर बनाइदिएको छु र हेयर बनाउँदाखेरि चाहिँ यतिको रिजल्ट आएको छ अब यसमाथि चाहिँ मैले सेडिङ दिनुपर्ने जरुरी हुन्छ सेडिङ दिँदाखेरि चाहिँ उहाँको एकदमै राम्रो रिजल्ट आउँछ त्यही भएर मैले उहाँलाई सेडिङ दिन स्टार्ट गरेँ यदि हजुरहरूलाई पनि आइब्रो नभएर धेरै टेन्सनहरू भइरहेछ भने अवश्य मलाई कन्ट्याक्ट गरेर आउनु सक्नुहुन्छ हजुरहरूले र आफ्नो आइब्रो कतिको सेप राख्नुहुन्छ कतिको मोटा राख्नुहुन्छ कतिको पातला राख्नुहुन्छ त्यो हजुरहरूकै अकर्डिङ हामीले सर्भिस दिनेछौँ वान साइडको आइब्रोज चाहिँ यसरी कम्प्लिट भएको छ भने अब दुइटै आइब्रोजको म हजुरहरूलाई रिजल्ट देखाउने छु के कस्तो लाग्छ कमेन्टमा भन्नु सक्नुहुन्छ हजुरहरूले उहाँ म्यामको चाहिँ दुईपट्टिको फाइनल रिजल्ट हेर्न सक्नुहुन्छ हरेक भिडियोमा म भन्ने गर्छु यतिको सेड यतिको कलर राख्नुभयो भने चाहिँ तपाईँको आफ्टर 10 डेजमा एकदमै राम्रो रिजल्ट आउने गर्छ भने